नमस्ते साथीहरू। यतिखेर म आदरणीय जनमेयर, विकासवादी मेयर, भ्रष्टाचारलाई सख्त नफरत घृणा गर्ने र श्रमलाई माया गर्ने संस्कृति प्रेमी मेयर, यो देशको नेतृत्व मैले गर्नुपर्छ। म भोलि प्रधानमन्त्री भएर देश हाँक्नुपर्छ, म राष्ट्रपति हुनुपर्छ, यो देशको भाग्य र भविष्य बदल्नुपर्छ, नेपालको सी जिनपिङ हुनुपर्छ, नेपालको किम हुनुपर्छ भनेर अगाडि बढिरहनु भएको आदरणीय जनमेयर हर्क साम्पाङज्यूको सम्मानमा हामी एउटा लेबर क्याम्प, श्रम शिविर जस्तो यहाँ खडा भएको छ। गोकर्णेश्वरको भगवती मन्दिर नजिकै आएका छौँ र यतिखेर मैले पनि श्रम गरिसकेका छु। र उहाँ आदरणीय महानुभाव, आफ्नो नाम भन्नु त? मेरो सूर्यबहादुर तामाङ। सूर्यबहादुर तामाङजी हुनुहुन्छ। मैले एक कक्षा पनि पढाएको छैन र पनि मैले चाहिँ नि होइन, तपाईँको परिचय हुन्छ र उहाँको बारेमा एकछिनपछि म बताउँछु। र हामी अहिले झार उखालेर सरसफाई गरेर यहाँ आएका छौँ। प्रश्न राख्नु होला। अहिले अब यहाँले श्रमदान गरिबस्दाखेरि तपाईँले पनि श्रमदान गरिराख्नु भएको छ, पुरा पन्जा लाएर झारहरू उखालिराख्नु भएको छ, सबै गरिराख्नु भएको छ। के लाग्छ अब श्रम काठमाडौँ भित्रिसकेपछि काठमाडौँको वासीहरूले यसलाई कसरी लिनु होला? तपाईँ पनि काठमाडौँवासी नै हो, कसरी लिनु होला र यसलाई अब कसरी अगाडि बढाउनु होला? श्रम भनेकै जीवन, जीवन भनेकै श्रम। जुन जिन्दगीमा कसैको पसिना छुइँदैन, जसले हातमा ठेला उठाउँदैन, जसले प्रकृतिसँग सङ्घर्ष नगरिकन खुट्टा पसारेर भुँडी भर्छ, त्यो मान्छे भनेको पशुतुल्य हुन्छ। बरु पशुले त चेतना नभए पनि उसको बच्चाको लागि आहारको व्यवस्थापन गर्छ। तर हामी मान्छे भएर ठगेर खाने, अनि ट्रेडमिलमा गएर बोसो घटाउने, अनि त्यसपछि जिम जोइन गर्ने, तर श्रम शिविरमा नआउने यो भद्दा संस्कृति छ। त्यसको अन्त्य गर्नुपर्छ। नेता, शासक, प्रशासक सबैले श्रम गर्नुपर्छ। श्रम भयो भने तपाईँलाई सुगर हुँदैन, डायबिटिज हुँदैन, मुटु रोग हुँदैन, अरू कुनै पनि रोग हुँदैन। त्यसकारण बसी बसी खाने संस्कृति मुर्दाबाद, श्रम संस्कृति जिन्दाबाद भनेर अगाडि बढिरहनु भएको आदरणीय जनमेयर हर्क साम्पाङज्यूलाई सहयोग गर्न, श्रममा सघाउन म पनि पुगेको थिएँ। म धेरै श्रम गरेको छैन अहिले, मानसिक श्रम होला, गाउँमा प्रशस्त गरिन्थ्यो, तर हातमा हाम्रा पनि ठेला उठेका होलान्। धनी किसानमा जन्मिए पनि, धनी किसान वर्गमा पैदा भए पनि हामीले पनि गाउँमा श्रम गरेर आएको हो। र त्यो श्रम अभियानमा मैले सकेको 5-10 हजार सहयोग पनि गरेका थिएँ। त्यहाँ हर्क साम्पाङज्यूले मलाई भन्नुहुन्थ्यो, तपाईँले गरिब दुखी रोगी असहायलाई लाखौँ सहयोग गर्नुभएको छ, त्यहाँ मानवता देखाउनु भएको छ। अब श्रममा पनि जोडिनु पर्यो, पुण्य सर भन्नुभएको थियो। इट्स ओके, म यहाँ आउने मौकाको तलासमा थिएँ, भीमजीले अरू साथीहरूले मौका दिनुभयो, इन्द्रजीले तपाईँहरूलाई धन्यवाद छ। म यहाँ आएँ र यहाँ पसिना पनि बगाइयो, बडो सन्तुष्टि पनि भएको छ, टी सर्ट पनि लगाएको छु। यहाँ आउँदा मलाई के लाग्यो भने, रामकुमारी झाँक्रीजी तपाईँ एकचोटि यहाँ आउनुहोस्, प्रकाश सुवेदीले यो स्पटमा आएर हेर्नु पर्यो श्रम कसरी हुन्छ, श्रम संस्कृति भनेको के हो भन्ने उहाँले थाहा पाउनुहुन्छ। र यहाँ मित्रहरू यो श्रम भने त अवैध हो, यो गैर कानुनी हो भनिराख्नु भएको छ। रामकुमारीकै झाँक्रीलाई सापट लिएर बोल्ने हो भनेदेखि भोलि तपाईँ पनि गिरफ्तार पर्ने सम्भावना हुनुहुन्छ। अब यसलाई यसरी भनिदिउँ न, अच्छो खाए बच्चो खाए झुसे बारू, काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भन्ने तहमा हामी अगाडि बढ्नुपर्छ। यसमा महत्त्व दिनु हुँदैन, आल्तु फाल्तु। अब उहाँहरू समाजवादी भन्नुहुन्छ, एक दिन गएर श्रम गरेको देखाएको छैन। सुन्नुहोस् है, हो समाजवादी, सच्चा समाजवादी त, सच्चा कम्युनिस्ट त श्रमजीवी हुन्छ। उसले पसिनाको गन्धलाई एउटा पर्फ्युमको सुगन्धभन्दा व्यापक राम्रो ठान्छ। फ्रेन्च अत्तरको बास्ना उसलाई आउँदैन, तर मजदुरको पसिनाले उसलाई एउटा पुष्पित पल्लवित गराउँछ भने हामीले श्रमलाई हेट गर्नेहरूलाई समाजवादी भन्नै सक्दैनौँ। सच्चा समाजवादी हर्क साम्पाङजी हो, हामी हौँ। र म वास्तवमा भन्ने हो भने म नेकपा एमालेमा छु। विचार जे भए पनि मैले उहाँलाई फ्रम द भेरी बिगिनिङ सम्मान गर्दै आएको छु। र बाँकी कुरो तपाईँले नेकपा एमालेको अब धरानकै कुरो गर्दाखेरि वडा नम्बर 4 को अध्यक्षलाई स्पष्टीकरण मागेको, कारबाहीसम्म गर्ने, उहाँको वडा अध्यक्ष पदसम्म बर्खास्त गर्नको लागि त्यहाँको नगर कमिटीले पत्रचार गरेको त यहाँले थाहा नै पाउनु होला। भोलि तपाईँलाई पनि कारबाही हुन सक्दैन भन्ने त यस्तो एउटा कुरो के छ भने, असल बोल्दा, असल काम गर्दा देश जनता विकास समृद्धिको पक्षमा हिलो बदलमा चटाइमा गुन्द्रीमा बसेर जसरी देश बनाउनु पर्छ भनेर अगाडि बढिएको छ। अब यस बापत गरिबहरूलाई लाखौँ सहयोग गरे बापत अथवा बिरामीहरूलाई बचाउन उपचार गर्न सहयोग गरे बापत यदि त्यस्तो केही हुन्छ भने त्यो बेहोरौँला सौँला केही छैन। किनभने एक बारको जुनी भनेको
स्वाभिमान, सम्मान, इमानदारिता, श्रम सहित बाँच्नुपर्छ, राष्ट्रियतालाई शिरोमणि बनाउनुपर्छ भन्ने लाग्छ। र हर्क साम्पाङज्यूले भोलि म यो देशको राष्ट्रपति हुन्छु, प्रधानमन्त्री हुन्छु, यो देश चलाउँछु भनेर जुन एउटा अभिलाषा, एउटा महत्त्वाकांक्षा राख्नु भएको छ, म महाकवि लक्ष्मीप्रसाद देवकोटाको त्यो पंक्ति याद आउँछ, उद्देश्य के लिनु उडी छुनु चन्द्र एक हो। यसरी हामी अगाडि बढ्नुपर्छ। बाँकी उहाँसँग पनि कुरा गर्नु होला। उहाँ एउटा आँसु कवि जस्तो हुनुहुन्छ। उहाँले धेरै पढ्नु भएको छैन, उहाँले सायद विद्यालय विश्वविद्यालय टेक्नु भएको छैन, तर उहाँले दुईटा किताब लेख्नु भएको छ। गरिब दुखीलाई सहयोग गर्न उहाँ पनि हुरुक्क हुनुहुन्छ। या श्रम अभियानमा आउनु भएको छ। आफ्नो परिचय सहित उहाँले अब कविता वाचन गर्नुहुन्छ। हजुर नमस्कार। श्रमदान भन्ने चाहिँ हाम्रो मौलिक आधार हो, हाम्रो जीवनदा हो। त्यसैले हामीले यो श्रमदान गर्नुपर्छ। हामी श्रमबाट नै हामी बाँच्ने हो। र यसैले म हर्क साम्पाङको समर्थकमा एउटा व्यक्ति हो। र हुनु त मैले गर्नु के सकेला, तर पनि एउटा श्रम गर्छु। अनि उहाँको विषयमा एउटा कुनै कविताहरू लेख्छु, कविता लेखेर चाहिँ गीतहरू नि बनाउँछु। अनि यस कारणले आज चाहिँ हर्क साम्पाङलाई जसरी हुन्छ राष्ट्र प्रमुखमा पुर्याउनु पर्छ भन्ने हाम्रो सोच छ। र हर्क साम्पाङलाई राष्ट्र प्रमुखमा पुर्याउनुको लागि पनि हरेक तरिकाले यो कुनै गीत बनाएर, कुनै कविता लेखेर, कुनै भावनाहरू व्यक्त गरेर, कुनै श्रम गरेर हामी अगाडि बढ्नुपर्छ भन्ने मेरो धारणा छ। किन राष्ट्र प्रमुखमा पुर्याउनु पर्छ जस्तो लाग्छ? हर्क साम्पाङ भनेको एउटा श्रमप्रतिको पिता, श्रमको पिता। उहाँ चाहिँ श्रमलाई चाहिँ धेरै नै अगाडि बढाउनुपर्छ भन्ने चाहिँ उहाँको सोच छ। उहाँले हप्तामा 3 दिन मात्रै अफिस राखेर 4 दिन श्रम गराउने भन्ने चाहिँ उहाँको योजना छ। र यो उत्पादन क्षेत्रमा हामीले लगानी गर्नुपर्छ, हाम्रो श्रमलाई लगानी गर्नुपर्छ, नगदलाई मात्र होइन हाम्रो पसिना लगानी गर्नुपर्छ भन्ने चाहिँ उहाँको सोच छ। र त्यसैले उहाँको पनि उहाँले एउटा गीत बनाउनु भयो। उहाँले चाहिँ त्यो गीतले चाहिँ नि धेरै जनतालाई आकर्षण बनाउनु भयो। र त्यसैले फेरि हामीले पनि उहाँलाई आकर्षण बनाउनलाई एउटा गीत लेखेको छु मैले। ए हर्का हर्का हो हर्का, अघि बढ हर्का, पछि नफर्का, अघि बढ हर्का, पछि नफर्का, तिम्रो पछि हामी छौ परिसामी जनता, तिम्रो पछि हामी छौ परिसामी जनता, परिसामी गर्छौ हामी समाधान गर्छौं, परिश्रम गर्छौ हामी समाधान गर्छौ, देशका लागि लड्छौ हामी देशको लागि मर्छौ, देशका लागि लड्छौ हामी देशको लागि मर्छौ, अघि बढ हर्का पछि नफर्का, अघि बढ हर्का पछि नफर्का, समाधान गरी बनाऊ देश स्वर्ग, समाधान गरी बनाऊ देश स्वर्ग, हे हर्का हो हर्का, हर्का हो हर्का, समाधान गर्छु हामी देश विकास गर्छु, समाधान गर्छु हामी देश विकास गर्छु, एकताको पहिला चली देश निर्माण गर्छु, एकताको पहिला चली देश निर्माण गर्छु, ए हर्का ए हर्का ए हर्का ए हर्का, हिमालयमा हर्का सम्म पहाडमा हर्का, हिमाल पहाड तराई मिली बनाऊ देश स्वर्ग, हिमाल पहाड तराई मिली बनाऊ देश स्वर्ग, ए हर्का ए हर्का ए हर्का,
ऊ नातिको कर्म गरौँ समाधान गरौँ, ऊ नातिको कर्म गरौँ समाधान गरौँ, पूर्व मेची पश्चिम कालिस एकता भई बढ एकदै भई बढौँ, ए हर्का 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 ए हर्का ए हर्का ए हर्का। अब पुण्य सर उहाँको गीत सुनिसकेपछि यो गीतले के